सम्पूर्ण थोकका परमप्रभु परमेश्वर पिताको नाममा जय मसीह टक्राउन चाहन्छु। हजुरको माझ जीवित वचन राख्नेछु। सर्वप्रथम प्रभुलाई धन्यवाद भएको होस्। उहाँको वचनमा लेखिएको छ, मैले तेरो प्रार्थना सुने र तेरो आँसु देखे, म तँलाई निको पार्नेछु। दोस्रो राजा 20:5। यो वचन शक्तिशाली छ, जीवित छ। उहाँले चाहिँ अचम्म र आश्चर्य काम गर्न सक्नुहुन्छ। हाम्रो परमेश्वर प्रार्थना सुन्नुहुने, उहाँ परमेश्वर चाहिँ देख्नुहुने, उहाँ चाहिँ हाम्रो आँसुलाई पनि देख्नुहुने परमेश्वर, निको चङ्गाई छुटकारा दिनुहुने परमेश्वर, महान परमेश्वर हुनुहुन्छ। शक्तिशाली परमेश्वरलाई नै धन्यवाद भएको होस्। परमप्रभुको नाममा जय मसीह।